तपाईँ जस्तै केटा चाहियो लाइभ बसी बसी पैसा कमाउने म चाहिँ पछाडि होइन सेक्युरिटी जस्तो भएर टक्कसँगले हातमा ओइ दायाँमा होइन भन्दै बस्न पाउँ ल त्यस्तो खालको एकदिन पछि तपाईँले चाहियो भन्नु पर्यो आइमेले यार तपाईँले जमानादेखि दाइ भनेको हो कि अहिलेदेखि मात्रै दाइ भनेको होइन नि त तपाईँलाई मैले दिलदेखि दाइ मान्न पर्यो नि त बहिनी मान्न पर्यो नि त ओके 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 सरी कैसे हो रबिन जी कहिलेदेखि ल्याउनु भएको हस्पिटलमा हिजोको रात र आजको रात बस्ने भोलितिर छोडिन्छ भनेको ए ल ल ल ठिक छ ल धेरै वरि मलाई ठिक हुन्छ यति बेला म चाहिँ पोखराको फिस्टल हस्पिटलमा ए तपाईँको खास घर कता हो दाइ साँची तपाईँको खास घर कता हो तोरगाउँमा त्यो गाउँ भएको भए चाहिँ यहाँ लाइभमा चाहिँ उही सम्झिने हो ल फेरि आखिर मरे पनि ती पनि स्वर्गमा जाने म पनि स्वर्गमा त्यो स्वर्गबाट घर हुन सकेको ए पाकिस्तानतिर अरे तपाईँको घर हो घरमा पागलमा उहाँ गयो भने एक फुटेसन लान्छन् ल पाकिस्तानतिर अरे ल ठिकै छ अब बधाई छ उता घर जन्ती ओ दाजु त्यो सुन्नु न त्यस्तो टाढो जन्ती जाँदा त लास्ट रमाइलो हुन्छ होला है रमाइलो छ मान्छेलाई घरमा महाभारत भइरह पाकिस्तान जस्तो ठाउँमा जन्ती जानु त लास्ट रमाइलो हुँदो यार पाकिस्तान घर होइन क्या त्यहाँ ससुराली हो ए जन्ती भनेको चाहिँ के हो त तपाईँ चाहिँ कस्तो कुरा गर्नुभएको जिन्दगीमा बुढा पागल भनेको कुरा मान जन्त जान भन्दा अन्त जान ठिक अब यस्तो हुन्छ नि त जन्ती पनि कसको गएको भन्ने पनि हुन्छ नि त अब यस्तो अब खतरा दाईको जन्ती जाँदाखेरि त अब त्यहाँनिर दाईको नाम सुनेर मान्छेहरू उता बेहुलीपट्टिको त पागल भइहाल्छ होइन डरले क्या यत्तिकै काम छ होला फेरि यत्तिकै उताको बेलुकापट्टिको पागल घरको श्रीमन्दिर पागल के रे दाजु तिमी चाहिँ कहिले बिहार नि हो खुब मेरो मात्र कुरा गर्छौ तपाईँको भाइ छैन साथी खै मिलाइदिनु न दाजु यार म त बुढी भइसक्यो खै त हो यार भाइ फेरि घरको भाइ हो घरको भाइ आमाको छोरा अहिलेको जमाना एउटा केटा पटाउन सक्दैन तिम्रो जिन्दगी पनि धिक्कार छ यार तपाईँले सकि अब तपाईँले यत्रो घरमा हुँदाको अर्को पटाइसक्नु भयो यसो हामीलाई मिलाउनु न अब पट्याउने ऊ दिनु न यसो मलाई अहिलेसम्म आफूको बिस्तारा पठाउन न मलाई काँडा केटी पठाइदिनु भने त्यसो भए चाहिँ त्यो चाहिँ के हो तरुवावासी लाइफमा चाहिँ पुरा त्यो त यस्तो नपाए तिमीले नबिर्से तिमीलाई बिना हात दिलमा सजाए तिमीलाई भन्ने कि त्यही हो ठिक छ अनि एउटा केटा पठाउन सक्दैन तिम्रो जिन्दगी पनि के भन्ने यार टिप्स दिनु न आइडिया दिनु त आइडिया ल आइडिया के भनौँ यार भन्नु ल आइडिया दिनु बेस्ट आइडिया दिनु भयो भने तिमी केटा मान्छे केटी मान्छे पठाउन आइडिया दिन्छ केटी मान्छेले केटा मान्छे पठाउन आइडिया म खाएन यार सुन्नु तपाईँले दिएको आइडियाले मैले केटा पट्याएँ भने तपाईँलाई पार्टी माने मतलब पार्टी मतलब तपाईँको घरमा एउटा पठ्याक्री पठाइदिन्छु काटेर कहिले पनि एउटा काम नगर्नु ए तपाईँ कृष्ण ओ सरी होइन कहिले पनि अर्काको जोडी खोज्ने काम नगर्नु तपाईँ मासु खानु छ नि त लु भन्नु ए तपाईँ मासु खानु छ नि मासु खानुहुन्छ किन खाएर खान्छु के भएर अनि कृष्णहरूले त मासु खाँदैन ए पूजा गरेको मासु चाहिँ खानुहुँदैन नि साथी तपाईँ चाहिँ यार अरू कुरा नगर्ने रमाइलो कुरा गर यार के कुरा गरेको यार कस्तो केटा खोज्दिम तपाईँ जस्तो एउटा केटा छ एकदम मेरो नजरमा सबभन्दा बवाल ल तपाईँ जस्तै खोजिदिनु बिहारवाला केटी हो पनि एउटा केटा छ शिव पाण्डे ल सुन्नु दाइ मलाई तपाईँ जस्तै केटा चाहियो लाइभ बसी बसी पैसा कमाउने म चाहिँ पछाडि होइन सेक्युरिटी जस्तो भएर टक्कसँगले हातमा ओइ दायाँमा होइन भन्दै बस्न पाउँ ल त्यस्तो खालको एकदिन पछि तपाईँले चाहियो भन्नु पर्यो आइमेले यार मैले दाइ भनिसकेँ म त्यस्तो कुरा भेट्दिनँ त्यस्तो खालको दाइ सुरुमा केटी मान्छेले भन्नु नि दाइ यो लास्ट टाइममा त्यहीसँग पोले हान्छन् तपाईँले जमानादेखि दाइ
भनेको हो के अहिलेदेखि मात्रै दाइ भनेको होइन नि त तपाईँलाई मैले मैले दिलदेखि दाइ मान्न पर्यो नि त बहिनी मान्न पर्यो नि त ओके 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 सरी कैसे हो रबिन जी होइन रुबी रिसाउँछ म तपाईँलाई बहिनी त भनेर यार बहिनी हो रुबीलाई त्यसले सबैलाई बहिनी बनाउनुलाई म तिमी बहिनी जाऊ यार कति हो याद आयो क्या हिन्दी बोल्ने बित्तिकै होइन तिमी बहिनी हो थाहा छ मलाई तपाईँको आफ्नै बहिनी छैन नि साँच्ची के अरे तपाईँको आफ्नै बहिनीहरू छ कि छैन एकजना छ यार तपाईँको दाजुभाइ छैन कतिजना हो 4 जना हजुर 4 जना दाजुभाइ एकजना बहिनी हो किन चाहिँ तिमीलाई फेरि नागरिकता बनाउनु क्या भने तपाईँ कुन छोरा हो तपाईँ जेठा माइला साइला कुन हो अरे यार यसो गरेर नागरिकता बनाऊ प्लिज यार तपाईँ माइला हो साइलो हो के साइलो हो साइला म साइलो भएर पाकिस्तानी रुबीले मलाई साइलो बुढा भन्छ ए साल दाइ के छ त अनि हाल खबर अनि ठिक छ बहिनी हाल खबर के छ हाल खबर रिठे मेरो साल दाइ के छ त अनि बोल्दा बोल्दा पागल जस्तो गर्छ औडा नगर्न तिमी यार दाजु तपाईँको गिफ्ट पठाइदिनु न मलाई एक म्याच जिताइदिनु यार म त के हो यस्तो 0-0 तिमी काठमाडौँ कता हो म त इटरी हो काठमाडौँ होइन इटरी हो तिमी माइतबार जान ल काठमाडौँ के गर्नु दाजु अब बरु काठमाडौँको सट्टामा विराटनगरको फ्लाइट चल्दिनु नि कहाँ जाने काठमाडौँको फ्लाइट बिर्सिएर यता विराटनगरको फ्लाइट आउनु नि त्यो एकचोटि बाहिर देश गएको फ्लाइट अर्को देश पुग्यो भन्थ्यो नि पोखरा कि काठमाडौँ गयो भन्थ्यो नि पोखरा कि भरतपुर कता हो बहिनी भेट्न पनि के हिँड्ने यार ए दाइ म तपाईँलाई रुबिना भन्दा खतरा केटी पटाइदिएर राखिदिए भएन साइडमा मलाई पाउने कोसिस नगर म जन्मिसकेँ मैले तपाईँलाई पाउने कोसिस गरेको होइन दाइ तपाईँमा छ चाहिँ के र त्यस्तो सानो कोसिस गर्नको लागि यार अझै के मतलब एउटा छोरा छ त्यहाँ चाहिँ के चाहियो हो नि त पागल म त दुनियाँ केटी मलाई पछि नलग चाहिन्न मलाई कोही पनि अनि तपाईँले त्यस्तै कुरा चाहिँ गर्नुभयो नि त अनि मलाई म बाहिर हिँड्दाखेरि मलाई केटी नै चाहिन्छ भन्ने कुरा गर्नुभयो नि त त्यही भएर भनेको निस्केको कसले मलाई केटी चाहिन्छ भनेर नआउने कुरो मैले पनि जिस्केर भनेको नि मैले भनेको यार केटी चाहिन्छ भनेर मैले पनि कहाँ त्यस्तो भनेको त ल तपाईँलाई केटी नै मिलाइदिन्छु म मेरो दाइ भनेको छैन नि मैले पनि भर्खर केटी मिलाइन्छ भने पागल आधे त अब झुकेर भइहाल्छ नि झुकेर हुन त मान्छेलाई गल्ती हुन्छ मेरो बाबाले पनि गल्ती गरेर मलाई जन्माए गल्ती त अब भगवानबाट त भइरहेछ अब कहाँ तपाईँको बाबालाई मात्रै दाल बस्दै एउटा कुरा सुन न भन्नु न जस्तै कि अहिलेको जमानामा छ नि हजुर दाजु 2 सन्तान ईश्वरको वरदान भन्छन् नि त्यही भएर दुईटा आँट्न आँटेको है क्या हो होइन के यार 2 सन्तान ईश्वरको वरदान भनेर आजकल जमानामा विभिन्न किसिमको पारिवारिक नियोजनको साधन लाउँछ तिम्रो हाम्रो पाला पनि हाम्रो बामा लागेको भए तिमी हामी जन्मिन्थ्यौ कि नै त्यो जन्मिनेको कुरै छोडिदिनु न दाजु अब प्रकृतिको नियम हो अब जन्मिने तिमी कतिजना दाजुभाइ तिमी कुन चाहिँ छोरी हो म त लास्टको हो भनेपछि तिमी पनि नजन्मिने म नजन्मिँदैछ नि तपाईँ लास्ट नै हो तपाईँ पनि लास्टकै हो पाइलो पागल 2 जनामा मभन्दा माथि 2 जना छन् ए थ्याङ्क यू अनि तपाईँको भाइहरूले बिहे गर्यो 2-3 टा गरिसके यार ल म जान्छु अब लास्ट एक म्याच हाल्नु न दाइ मलाई जान्छु मलाई उता पर्खिरहेको म जान्छु क्या ए अनि ल हुन्छ दाजु हस् बाई थ्याङ्क यू ओके